ओ के गरेको साथीभाइ? मैला फ्याँकेको मैला। तिमी त पढा लेखा मान्छे हो त, गाडी आउँछ गाडीमा हाल्नु पर्दैन? टाइमिङ मिलेन हो मैला फ्याँक्नु। अब कहाँ घरमा गएर फ्याँक्नु? होइन नि गाडीमा हाल्नु पर्यो नि त। घरमा गएर फ्याँक्नु, गाडीमा हाल्नु पर्यो नि त हौ। अब कहाँ हाल्नु? तिमीलाई म इन्सपेक्टर बोलाउँदैछु अब। इन्सपेक्टर के गर्छ? डिएमसीको इन्सपेक्टर बोलाउँछु। गाडी पनि आइसक्यो कि डिएमसीको, पक्नु म बोलाउँदैछु अब। सर यता आउनुहोस् न सर, यता आउनुहोस् सर एकचोटि। किन हौ, के भयो भन्नुहोस् न। यहाँ त भाइ, यहाँ त भन्नुहोस् सर के भयो? भाइले किन यसरी मैला भुइँतिर फ्याँकेको? अब हेर्नुहोस् राति पानी पर्यो, म अब गाडी भेटिनँ हो, उहाँहरू आउनु भएको थियो अरे, अन्त अब अनि आएर फ्याँक्यो। एकछिन पर्खिनुपर्छ नि, गाडी आएर गाडीमा फ्याँक्नुपर्छ। एकछिन पर्खिनु पर्यो नि भाइले। भाइ त हेर्दा त एजुकेटेड जस्तो देख्छ त। पर्ने तर मेरो पनि अब गल्ती भयो त होइन, मैला पनि फ्याँक्नु पाउनु पऱ्यो नि हामीले। कहाँ हुन्छ यसो? आफ्नो गाउँ आफ्नो समाज गाउँ सफा राख्नु परेन? त्यसरी केयरलेस गर्नुहुन्छ भाइ। सर सरी, अब मेरो पनि गल्ती भयो, अब म पनि आउनु सकिनँ, अब आज माफ गरिदिनुहोस्। हेर्नुहोस् भाइ, गिल्लो अलग्गै सुक्खा अलग्गै है, त्यस्तो प्रकारले हाल्नुपर्छ। भाइ एउटा एजुकेटेड मान्छे हो, भाइले पनि अरूहरूलाई पनि सिकाउनु। हुन्छ सर। गाउँ ठाउँ सफा रहन्छ, बुझ्नुभयो भाइ? माला भाइ थ्याङ्क यू सर। ल।